कार्यक्रमका सभापति लगायत यो प्राङ्गणमा उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यार्थीहरूमा मेरो तर्फबाट हार्दिक अभिवादन दिन गर्दछु। साथै नयाँ वर्ष 2083 को शुभकामना पनि साथै उहाँहरूलाई प्रदान गर्दछु। आउँदो दिनमा सुख र शान्ति मिलोस् भन्ने भावनाका साथ म शुभकामना व्यक्त गर्न चाहन्छु। यस टाइम्स स्कुलमा अध्ययनरत विद्यार्थी भाइ बहिनी तथा हाम्रा विद्यार्थी भाइ बहिनीहरूको गार्जियनहरूमा मेरो सानो अनुरोध के छ भन्दाखेरि तपाईहरूको सहयोग, तपाईहरूको विचार, तपाईहरूको व्यवहार, तपाईहरूको उपस्थितिले आज टाइम्स स्कुल यो अवस्थामा पुगेको छ र हामी ती विद्यार्थी भाइ बहिनीहरूलाई सेवा गर्न सफल भएको छु र आउँदो दिनहरूमा हामी सहयोग अपेक्षा राख्दै हाम्रा विद्यार्थी बहिनीहरूको भविष्यको उज्जवल कामना गर्न चाहन्छु। अहिले अब विगतका कुरो नगरौँ, विगतमा धेरै हामीले गऱ्यौँ, कहाँ गर्न सक्यौँ कहाँ गर्न सकेनौँ त्यो आफ्नो ठाउँमा छ र यहाँहरूलाई जानकारी नै छ। आउँदो दिनहरूमा अब नयाँ उथल पुथल जुन भइरहेको छ र हाम्रा अभिभावकजीहरूको मनमा कुनै किसिमको यदि लागेको छ स्कुल कहिले खुल्ने, स्कुलमा